अमिलो है। हामी यो हाम्रो दिल्ली सरको स्याउबारी हो यो हाम्रो हुनुहुन्छ सर। एकदमै राम्रो ठाउँमा स्याउ खेती। ल साथीहरू हामी अहिले निसेल ढोरमा छौँ। यो निसेल ढोर हो। यति सुन्दर ठाउँ छ हेर्न सक्नुहुन्छ है। यो निसेल ढोर हो। कुनै ढोरको स्कुल कहाँ छ अरे गुरु? यस एकदमै सुन्दर ठाउँ छ। ढोरपाटनको सिमानासँग ढोरपाटन नगरपालिकाको सिमानासँग जोडिएको ठाउँ। सुन्दर गाउँ। ल कुँडे ढोर प्राथमिक विद्यालय है यो। कुँडे ढोर निसेल ढोरको यता गाउँ छ। यता चाहिँ यो विद्यालय यो पुरानो भवन होला सायद। ल हामी अहिले होमस्टेतिर खाना खानको लागि गइरहेको छौँ है। हामी त्यहाँ कापै खेल्ने पुलबाट हेरेर त्यो पुल तरेर उतातिर आएको छौँ। अब हामी खाना खाएपछि फेरि जान्छौँ हामी पारिपट्टि छ। त्यही हो। ओहो ल यो उत्तर गङ्गा खोला पार गऱ्यौँ है हामीले। ल सरले जुत्ता लगाउँदै हुनुहुन्छ उत्तर गङ्गा खोला। अब हामी रुकुमतिर प्रस्थान गरिसक्यौँ। अब यो खोलाबाट अब यो बाटो हुँदै हामी रुकुम जान्छौँ। ल यो हामी अब रुकुमको सिमानातिर प्रस्थान गर्दैछौँ। अगाडि भेडाहरू साथीहरू अगाडि हिँड्छ। एकदमै एक्सट्रिम जङ्गल छ। एकदमै जङ्गल छ। ठुलो जङ्गल छ। भेडाहरू रुकुमको जङ्गल हो यो। यहाँ भेडा चराउने हामी त माथि गइछौँ हौ। हामी त्यस्तो छौँ।